शालोम। प्रभु यीशु मसीहको सामर्थी र मधुर र मिठो नाममा मलाई सुन्नेवाला हर एक विश्वासी भाइ बहिनीहरूलाई, हरेक परमेश्वरको सन्तजनहरूलाई, सबैजनालाई माया भरी जय मसीह छ। र म आशा गर्दछु हजुर सबै सन्चै हुनुहुन्छ भन्ने म विश्वास गर्दछु प्रभुमा। र हजुरको प्रार्थनाको लागि, हजुरको मायाको लागि म परमेश्वरलाई र हजुर सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो लागि यसरी चाहिँ हजुरले प्रार्थना गरिरहनुहोस् र परमेश्वरको महिमा मेरो जिन्दगीबाट यसरी चाहिँ भइराखोस्। र साँच्चै चाहिँ म हजुरलाई धेरै समयलाई नलिएर म राहेलको बारेमा म आज हजुरसित छुटकारामा वचनलाई भनेर म स्टोरीलाई भनेर म यहाँ समाप्त गर्न चाहन्छु। हामीले म एउटा आयतलाई म वैसे त पढ्न थिएन, तर फेरि म एउटा आयतलाई म हेर्न चाहन्छु। जसरी यहाँ लेखेको छ नि, मेरा प्यारा भाइ हो, धोकामा नपर, हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो। यो वरदान ज्योतिका पिताबाट आउँछ अरे। के भन्छ अरे? मेरा प्यारा भाइ हो अरे, धोकामा नपर। होइन, हामी धोका खान भन्नाले हामी कसैसित उम्मिद लगाएर हाम्रो उम्मिद हाम्रो जब टुट्दछ त्यतिखेर हाम्रो मन कसरी टुटेर बिग्रिन्दछ कि होइन। यदि हामीले हेरौँ न, यदि म राहेलको जीवनलाई म यहाँ सोचिरहेको थिएँ, राहेलको जीवनलाई हामी हेरौँ, राहेललाई याकुबले धेरै माया गर्दछ कि होइन, हामी वचनमा हेर्दछौँ। तर जब उसले राहेलको लागि 7 वर्ष उसले मेहनत गर्छ आफ्नो मामाको घर, र उसले कामकाज गर्दछ कि मैले राहेलसित मैले बिहा गर्ने। उसले एउटा उसलाई के राहेललाई नि थाहा थिएन र? थाहा थियो नि। उसले पनि सुनेको होला कि यसले 7 वर्ष काम गरेपछि, 7 वर्ष पुरा भएपछि मेरो बिहा कोसित हुनेछ भनेर, याकुबसित हुनेछ भनेर। तर जब 7 वर्ष पुरा भएपछि मैले राहेलको बारेमा सोच्दछु कि होइन, राहेल एउटा आशा लगाएर बस्दाखेरि होइन, राहेलले एउटा अब मेरो बिहा हुने भनेर, चाहे केटी होस् चाहे केटा, कोही उम्मिदहरू हामीले एउटा व्यक्तिको लागि लगाउँदाखेरि एन्ड मोमेन्टमा आएर जब हामीले हेर्दा उसको पासमा आएर, उसँग आएर जब उनको बाबाले या फेरि बहिनी दिदीले यस्तो कुरा गर्दाखेरि कि होइन, अब बाबाले त आएर भन्यो होला नि, तेरो जग्गामा तेरो दिदीलाई मैले उससित याकुबसित उसको बिहा गराइदिने हो भनेर यताउता कुरा। उसको मन के कति पीडादायक भयो होला कि होइन। उसको मन कति रह्यो होला, आफूले माया गरेको मान्छेलाई आफ्नो दिदीसित जानको लागि, दिनको लागि कि होइन, उसको एउटा सेक्रिफाइसलाई हामी हेरौँ न, उसको त्यसलाई के कष्टलाई के होइन, कसैले पनि उसको आँसुलाई देखेन होला, कसैले पनि उसको मनको पीडालाई देखेन होला, तर परमेश्वरले उसको मनको कुरालाई जाने। याकुबलाई यति धेरै माया थियो